हेलो साथीहरू, मेरो फेसबुक पेजमा फेरि पनि स्वागत छ हजुरहरूलाई। आज बेलुका भने चाहिँ हामी चाहिँ यहाँ बसन बुबुहरूकोमा मोमो खाइदिउँ न भनेर सल्लाह भएर चाहिँ यहाँ म चाहिँ किमा बनाइरहेको छु। अनि भाउजू नाना चाहिँ प्याजहरू काटिरहनु भएको छ। हेर्दै गर्नु होला है त। म टाइम पाएँ भने चाहिँ मोमो बनाएको सबै देखाउने छु है त हजुरहरूलाई पनि। हाम्रो भाउजू चाहिँ यहाँ अदुवा खुर्किँदैछ। अनि यहाँ जेठी नाना पनि आउनु भएको छ, प्याज काट्न सघाइरहनु भएको छ। मैले चाहिँ किमा चाहिँ यति काटिसकेको छु, यहाँ काट्दैछु अझै पनि, अझै यति छ। अब भने चाहिँ पिठो मुस्नु पनि सुरु गरिदिउँ। त्यहाँ चाहिँ यहाँ कराईमा 2.5 केजी यो पिठो चाहिँ मुस्नु पनि थालेँ है त साथीहरू। अब भने चाहिँ म बनाएको पनि देखाउने छु। सबै भिडियो गर्नु चाहिँ पाउँछु कि पाउँदिनँ हजुरहरू, हेर्दै गर्नु होला है त साथीहरू। अब भने चाहिँ बनाउनु पनि स्टार्ट भएको छ। मैले चाहिँ डल्लो बनाउनुलाई यहाँ देख्न सक्नुहुन्छ यी दामी मैले किमा पनि बनाइसकेको छु। अनि यहाँ बेल्ने, अनि यहाँ चाहिँ नानीको लागि यो चाहिँ होचिङ नलाको। अनि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मैदा। यहाँ हेर्नुहोस् न, उहिलेको च्याट्टै गुन्द्री ओछ्याएर चाहिँ अब चाहिँ म चाहिँ बनाउनुको लागि चाहिँ बसिसकेको छु। अनि मजाले आगो पनि बलिरहेको छ। यो चाहिँ भाउजूहरूको चाहिँ के पकाउने ठाउँ है त, यो आगो फुक्ने, जाडोमा आगोहरू ताप्ने ठाउँ हो है त। अब चाहिँ म बनाउनु स्टार्ट गरेँ, हेर्दै गर्नु होला है त साथीहरू। अब चाहिँ मैले चाहिँ मोमो बनाउनु स्टार्ट गरेँ त। यो चाहिँ नानीहरूकै हुचिङ बेगरको, हुचिङ नला मिठो हुँदैन, त्यही भएर 2 जना नानीहरूलाई, छोराहरूलाई यो चाहिँ मैले चाहिँ अब स्टार्ट पनि गरिसकेँ मोमो बनाउनु। अहिले बनाइसकेर हजुरहरूसँग भेट्ने छौँ है त। अब भने चाहिँ बनाइसकेर पनि खानु थालेको छ। अनि हामी चाहिँ अहिले एकछिनमा खानेछौँ। आज मैले खाएको चाहिँ भिडियो गर्नु चाहिँ पाउँदिनँ रहेछु साथीहरू। मिठो भएछ भाइ। कसले बनाउनु भएको तपाईँले? एकदमै दामी, बोसोहरू सबै मिलेको। अबिनको पो याद आउँदैछ, मजाले खान्थ्यो होला। आजको छोटो भिडियो यतिमै अन्त गरेँ, बाई।